इन्टामेबा हिस्टोलाइटिकाको यो लाइफ साइकलको पोर्सनमा यहाँहरु सबैलाई स्वागत छ। लास्ट भिडियोमा हामीले इन्टामेबाको डिस्ट्रिब्युसन, हैबिटेट, मोर्फोलोजी यो बारेमा स्टडी गरेका थियौं र आजको भिडियोमा इन्टामेबा हिस्टोलाइटिकाको लाइफ साइकल स्टडी गर्दै छौं। फर्स्ट अफ अल लाइफ साइकल भन्नेबित्तिकै इन्टामेबा हिस्टोलाइटिकाले कुन स्टेजमा ह्युमनलाई इन्फेक्सन कज गर्छ अनि कुन स्टेजबाट चाहिँ ह्युमनको बडीबाट बाहिर जान्छ, फेरि अर्को हेल्दी ह्युमनलाई इन्फेक्ट गर्छ, यति कुरा बुझ्नु पर्यो है। लाइफ साइकल बुझ्दाखेरि फर्स्ट अफ अल कुन स्टेज इन्फेक्टिभ हो यो याद गर्नुपर्छ। तिमीले यहाँनिर देखिरहेछौ इन्टामेबा हिस्टोलाइटिकाको क्वाड्री न्यूक्लिएट सिस्ट लेखेको छ, जसमा 4 वटा न्यूक्लियस छ र यो सिस्ट जब कुनै ह्युमनले कन्टामिनेटेड फुड एन्ड वाटरको थ्रु इन्जेस्ट गर्छ, खान्छ अथवा कुनै फ्लाइजले इन्फेक्सन कज गरिदिन्छ, फ्लाइजले आएर हेल्दी ह्युमनको फुडमा आएर बस्दियो, इन्फेक्टेड फ्लाइज जसले चाहिँ यो क्वाड्रिन्युक्लिएट सिस्ट बोकेको छ आफ्नो खुट्टामा अथवा बडीमा भने त्यो खाना संक्रमित भयो अनि त्यो खाना पानी मान्छेले खाँदाखेरि मान्छेलाई इन्फेक्सन हुन सक्यो है। सो इन्फेक्टिभ स्टेज कुन रहेछ? क्वाड्रिन्युक्लिएट सिस्ट रहेछ। जब यो क्वाड्रिन्युक्लिएट सिस्ट कुनै ह्युमनले इन्जेस्ट गर्छ अथवा इटन बाई म्यान देखिरहेछौँ, जब कुनै मान्छेले खान्छ, मान्छेले खाएपछि के भयो त भन्दाखेरि सबैभन्दा पहिला यो क्वाड्रिन्युक्लिएट सिस्ट यो ह्युमनको स्टोमकमा पुग्ने भयो है। अनि यो ह्युमनको स्टोमकमा योसँग त सिस्टको वल छ, प्रोटेक्टिभ कभर छ। सिस्ट वल त आउटर कभर हो, रेसिस्टेन्ट हुन्छ, रिफ्र्याक्टाइल हुन्छ हैन, जसले चाहिँ हाइड्रोक्लोरिक एसिड HCl जुन डाइजेस्टिभ इन्जाइम प्लस जुन एसिडिक इन्भाइरोमेन्ट छ ह्युमनको स्टोमकमा, त्यो एसिडिक इन्भाइरोमेन्टसँग चाहिँ यो प्यारासाइटलाई के गर्छ? रेसिस्ट गर्छ, बचाउँछ। भनेपछि यो जब स्टोमकमा पुग्यो यो सर्भाइभ गर्यो नि त, किनकि योसँग सिस्टको वाल छ। अब के भयो? क्वाड्रिन्युक्लिएट सिस्ट जब स्मल इन्टेस्टाइनतिर माइग्रेट गर्यो, यो प्यारासाइटले सिस्टको वाललाई छोडेर तल जान्छ है, ह्युमनको स्टोमकको तल इन्टेस्टाइनतिर, स्मल इन्टेस्टाइनतिर तल तल माइग्रेट गर्दै जान्छ र ड्युरिङ द प्रोसेस यसले के गरिदिन्छ त? एक्सिस्टेसन गर्छ। यसको मतलब एक्स मतलब छोडेको हैन, सिस्टको वाललाई यसले छोडिदिन्छ र छोडेको सिस्टको वाल यहाँनिर देखाएको यो स्ट्रक्चर जुन देखिरहेछौँ यसलाई के भन्छौँ? सिस्ट वाल। यसले छोड्यो, लिभ गर्यो र द प्रोसेस इज नोन एज एक्सिस्टेसन है। एक्सिस्टेसन भएपछि प्यारासाइट के भयो त? मान्छेको लार्ज इन्टेस्टाइनतिर माइग्रेट गर्यो र निस्किएको जुन प्यारासाइट थियो त्यो हेर्दाखेरि एक्ज्याक्टली यस्तो नै देखिरहेछ। यस्तो भनेको कस्तो? क्वाड्रिन्युक्लिएट सिस्ट जस्तै देखिरहेको छ, तर यसको नाम अब के भयो त? मेटासिस्ट। किन? योसँग सिस्टको वाल छैन। सिस्टको वाल यसले के गरिसक्यो त? लिभ गरिसक्यो। भनेपछि सिस्टको वाल नभएको क्वाड्रिन्युक्लिएट सिस्टलाई हामीले के भन्ने रहेछौँ? मेटासिस्ट। अब जब मेटासिस्ट बन्यो, अब यसले के गर्छ? आफूमा भएको यो जुन 4 वटा न्यूक्लियाइहरू छ त्यो 4 वटा न्यूक्लियाइ बाँड्न खोज्छ। बाँडेर अब के गर्छ त भन्दाखेरि 4 वटा न्यूक्लियाइ बाँडेर यसले कतिवटा बनायो? 8 वटा बनायो। भनेपछि यो प्रोसेसलाई हामीले न्यूक्लियर डिभिजन भन्छौँ के है। जब न्यूक्लियर डिभिजन गर्यो, अब न्यूक्लियस, प्रत्येक न्यूक्लियसले यसको शरीरको साइटोप्लाज्म, यसको बडी भनेकै यसको सेल हो र सेलको साइटोप्लाज्मलाई डिभाइड गर्यो है। डिभाइड गरेर यसले के गर्यो? 8 वटा मेटासिस्टिक ट्रोफोजोइट बनायो भन्छौँ है। यो प्रोसेसलाई हामीले बुझ्दाखेरि क्वाड्रिन्युक्लिएट सिस्ट इज इन्फेक्टिभ स्टेज अफ द प्यारासाइट व्हेन अ म्यान इन्जेस्ट quadrinucleate cyst of Entamoeba histolytica, then excistation occurs in small intestine. The parasite migrates downwards towards the large intestine, and 4 nuclei of metacyst divide into 8 nuclei. Each nucleus divide its cytoplasm and form 8 metacystic trophozoites. These metacystic trophozoites are also known as amobulae. यसलाई एमोबुले पनि भन्छ। दिज आर भेरी एक्टिभ, दिज आर स्मल एन्ड यिनीहरू धेरै एक्टिभ हुन्छ है। अब यसले के गर्छ? इट फिड्स अन द इनर वाल अफ लार्ज इन्टेस्टाइन। हामीले लास्ट टाइम बनाएको जुन मोर्फोलोजीको भिडियो थियो त्यो मोर्फोलोजीकै भिडियोमा हामीले ह्याबिटेट पढेका थियौँ है। र ह्याबिटेट मतलब यो बस्छ कहाँ? यो बस्छ लार्ज इन्टेस्टाइनमा। अब यसले खान्छ के त भन्दाखेरि प्रत्येक मेटासिस्टिक ट्रोफोजोइटले लार्ज इन्टेस्टाइनको इनर वाल जुन छ त्यो म्युकोसल वाल भन्छौँ, म्युकोसल वालको सेल्स र टिस्युज खाइदिन्छ। खाएपछि प्रत्येक मेटासिस्टिक ट्रोफोजोइट्सहरू चाहिँ के भन्छ? ट्रोफोजोइट स्टेज भन्छ है। भनेपछि 8 वटा ट्रोफोजोइट स्टेज बन्ने रहेछ। रिप्रेजेन्टेटिभ फर्ममा हामीले एउटा ट्रोफोजोइट स्टेज देखाएको छौँ। ट्रोफोजोइट अगेन फेरि आइहाल्यो, जस्तो लास्ट भिडियोमै हामीले भनिरहेको थियौँ
यसको बारेमा यसको मर्फोलोजीको बारेमा डिटेलमा हेर्नु छ भने चाहिँ मेरो लास्ट भिडियो जुन मर्फोलोजी बनाएको भिडियो छ ह्याबिट्याट मर्फोलोजी डिस्क्राइब गरेको भिडियो छ त्यसमा गएर एकचोटि हेर्न सक्छौ। अब यहाँनिर तिमीले के बुझ्नु पर्यो त भन्दाखेरि यो जुन ट्रोफोजोइट स्टेज छ ट्रोफोजोइट आफैमा एक्टिभ स्टेज हो, आफैमा फिडिङ स्टेज हो, खन्चुवा स्टेज हो। अब यसले के गर्छ, यसले खान्छ सेल्स टिस्युज खान्छ, फेरि लार्ज इन्टेस्टाइनको खाएर आफ्नो बडी चाहिँ 2 बराबर भागमा बाँड्छ है। र यसैलाई हामीले के भनेका छौं, डिवाइड बाई बाइनरी डिभिजन। मतलब ट्रोफोजोइट इज also an active stage, it is also a feeding stage, it feeds on cells and tissues and divide its body into 2 young trophozoites through binary division। आफ्नो शरीर 2 भागमा बाँडेर अब यसले के गर्छ, young trophozoites बनाउँछ। The process continues। अब 8 वटा मेटासिस्टिक ट्रोफोजोइटले कतिवटा बनाउने भयो त, 16 वटा young trophozoites बनाउने भयो। यङ ट्रोफोजोइट्सले पनि सेल्स र टिस्युज खाइदियो ह्युमनको लार्ज इन्टेस्टाइनमा बसेर भने यसबाट पनि के भन्यो, म्याच्योर ट्रोफोजोइट्सहरू बन्यो। फेरि त्यो प्रोसेस कन्टिन्यू हुँदै गयो। तर जुन यङ ट्रोफोजोइटले खाना छोड्दिन्छ, स्टप फिडिङ, जुन यङ ट्रोफोजोइटले खाँदैन, अब बल्ल त्यहाँबाट अर्को स्टेज सुरु हुन्छ जसलाई हामीले प्रिसिस्टिक स्टेज भनेको छौं है। अब जसले विच स्टप फिडिङ, द यङ ट्रोफोजोइट विच स्टप फिडिङ फर्म प्रिसिस्टिक स्टेज। यसले प्रिसिस्टिक स्टेज बनाउने रहेछ। अनि अब प्रिसिस्टिक स्टेजमा गएपछि प्यारासाइटले स्टप फिडिङ, प्यारासाइटले खाँदैन, नखाएर अब इन्सिस्टेसन सुरु गर्छ, सिस्टको वाल बनाउन सुरु गर्छ। र देन अब के गयो त, युनिन्युक्लिएट सिस्ट। अब सिस्टिक स्टेजेसहरू सुरु भयो। प्रिसिस्टिक स्टेज कस्तो हुन्छ, युनिन्युक्लिएट सिस्ट कस्तो हुन्छ, बाइन्युक्लिएट सिस्ट कस्तो हुन्छ, यो देखाएको स्ट्रक्चर के हो, यो सबै बुझ्नको लागि चाहिँ मेरो प्रिभियस भिडियो हेर्नु पर्यो है। तर अब लाइफ साइकलको लागि मात्रै बुझ्दाखेरि देन प्रिसिस्टिक स्टेज, देन फर्म युनिन्युक्लिएट सिस्ट, जसमा चाहिँ अगेन इट फर्म बाइन्युक्लिएट सिस्ट एन्ड अगेन इट फर्म क्वाड्रिन्युक्लिएट सिस्ट। यसको मतलब फाइनल्ली प्रिसिस्टिक स्टेज सिस्टिक स्टेजमा पास अन हुन्छ र सिस्टिक स्टेज डेभलप हुँदै हुँदै गएर आफ्नो न्युक्लियस एउटाबाट बाँडेर 2टा, 2टाबाट बाँडेर 4वटा बनाउँछ। ड्युरिङ द प्रोसेस यसले चाहिँ यो क्रोमेटिड बार्स र ग्लाइकोजिन मासलाई स्टोर गरेको हुन्छ। अनि बल्ल एउटा न्युक्लियस बाँडेर 2टा बनाउँछ। यहाँनिर डबल लेयर देखिरहेछौँ। यो डबल लेयर के को डबल लेयर हो त, सिस्टको वाल हो है। त्यही भएर यसलाई सिस्टिक स्टेज भनिएको छ। भनेपछि युनिन्युक्लिएट सिस्ट फर्दर चेन्ज हुन्छ बाइन्युक्लिएट सिस्टमा र बाइन्युक्लिएट सिस्ट फर्दर डेभलप इन्टु क्वाड्रिन्युक्लिएट सिस्ट। र यो सबै स्टेजेसहरू एउटा इन्फेक्टेड मान्छेको लार्ज इन्टेस्टाइनमा बसेको हुन्छ हो। अब त्यो लार्ज इन्टेस्टाइनमा बसेपछि यो मध्ये यदि क्वाड्रिन्युक्लिएट सिस्ट इन्फेक्टेड मान्छेको स्टुलबाट बाहिर गएको छ, अरू पनि जान सक्छ, अरू बाहिर गयो भने एक्सटर्नल इन्भाइरोमेन्टमा गयो भने सिस्टको वाल म्याच्योर नभएको रिजनले अरू स्टेज मरेर जान्छ। तर यो जुन क्वाड्रिन्युक्लिएट सिस्ट छ इट क्यान सर्भाइभ 6-7 डेज 8 डेजसम्म यो चाहिँ ओपन इन्भाइरोमेन्टमा सर्भाइभ गर्न सक्छ। र ड्युरिङ द पिरियड त्यो टाइममा चाहिँ सम फ्लाइजले यसलाई अर्को हेल्दी ह्युमनको फुडसम्म लगिदियो अथवा कन्टामिनेटेड सङ्क्रमित खानाको माध्यमबाट अथवा पानीको माध्यमबाट अर्को हेल्दी ह्युमनले क्वाड्रिन्युक्लिएट सिस्ट खायो भने अब के भयो, यो प्यारासाइटले अर्कोलाई असर गर्यो। मतलब लाइफ साइकल अर्कोको बडीमा कन्टिन्यू हुन सक्यो। ल यो कम्प्लिट लाइफ साइकल हो है। अघि हामीले यहाँसम्म डिस्क्राइब गरेका थियौँ। भनेपछि ओभरअल हामीले एकदमै सर्टमा इन्टामेबा हिस्टोलाइटिकाको लाइफ साइकल भन्नु पर्यो भने क्वाड्रिन्युक्लिएट सिस्ट इटन बाई म्यान, एक्सिस्टेसन अकर्स इन small intestine, the parasite migrate to large intestine and further develop into metacyst, the nuclear division occurs, then metacystic trophozoites are formed, then each metacystic trophozoite develop into trophozoite stage. Trophozoite further divide by binary division to form young trophozoites and some of young trophozoites stop feeding. Then it form precystic stage, then it form uninucleate, binucleate and quadrinucleate cyst. Thus the life cycle of Entamoeba histolytica is जानु अघि अझै अगाडि कस्तो कस्तो टपिकमा तपाईहरु कन्टेन्ट चाहनुहुन्छ, यदि मैले बनाएको भिडियो तपाईहरुलाई बुझ्नको लागि सजिलो भएको छ, मैले भिडियो बनाइदिएर हजुरहरुको लागि अन्डरस्ट्यान्डेबल भएको छ भने, जुलोजी सजिलो भएको छ, मैले कहीं कतै कुनै एंगलमा हजुरहरुलाई पढ्नको लागि सहयोग गर्न सकेको छु भने च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला र अगाडि पनि यो टपिकमा चाहिँ भिडियो बनाइदिनु होला म्याम भनेर भन्नलाई नबिर्सिनु होला।